गुण सबैलाई नगर्नुहोस्। जङ्गलमा बच्चाहरूलाई छाडेर सिंह र सिंहिनी टाढासम्म शिकार गर्न गए। धेरै समय बितिसक्दा पनि आफ्ना बुबाआमा नफर्किएपछि सिंहका बच्चाहरू भोकले छटपटाउन थाले। त्यतिकैमा एउटी माउ बाख्रा त्यहीँ चढ्दै आइपुग्यो। बच्चाहरूको हालत देखेर उसलाई धेरै दया लाग्यो। उसले सिंहका बच्चाहरूलाई आफ्नो दुध खुवाइदियो। केही समयपछि बच्चाहरू भोकमुक्त भए, खुसी भए र खेल्न रमाउन थाले। त्यही बेला सिंह र सिंहिनी आफ्ना बच्चाहरू भएको ठाउँमा आइपुगे। बाख्रालाई देख्न साथ सिंह रिसले रातो पहेँलो भयो र आक्रमण गर्न अघि बढ्यो। तर त्यसभन्दा अगाडि उसको बच्चाले भन्यो, हजुर, उहाँले हामीलाई आफ्नो दुध खुवाएर हाम्रो ज्यान बचाउनु भएको हो, नत्र त यति बेलासम्म हामी मरेका हुन्थ्यौँ। यो सुनेर सिंहको मन पग्लियो। उसले कृतज्ञतापूर्वक भन्यो, हामी तिम्रो यो गुण कहिले बिर्सने छैनौँ। यहाँबाट निडर भएर जाऊ, जङ्गलमा स्वतन्त्र रूपमा घुमफिर गर। त्यसपछि बाख्रा जङ्गलमै निडर भएर बस्न थाल्यो, यहाँसम्म कि कहिलेकाहीँ सिंहको ढाडमै चढेर रुखको डालीमा उब्जिएको घाँस खाने गर्थ्यो। एक दिन यो दृश्य चिलले देख्यो।